पढाइ के हो त? पढाइ भनेको ज्ञानको ज्योति र जीवनको साँचो हो। हाम्रो समाजमा एउटा मान्यता स्थापित भएको छ, पढाइ भनेको दुःख हो, पढाइ सजिलो छैन। बिहान सबेरै उठेर विद्यालय जानु अघि किताबको गरुङ्गो झोला बोक्नु अनि गृह कार्यको चाङमाथि निदाउनु नै हाम्रो सोचाइमा पढाइ हो। धेरैसो विद्यार्थीले पढाइको यही नियति भोग्दै आएका छन्। तर के पढाइ साँच्चै बोझ हो? के यसलाई एउटा झन्झटको रूपमा स्वीकार्नै पर्ने हो त? होइन, पढाइ बोझ हुँदै होइन। यो त एउटा जादु हो। यो एउटा यस्तो अलौकिक शक्ति हो जसले हाम्रा अदृश्य संसारको ढोका खोल्न सक्छ। समयको यात्रा गर्न सिकाउँछ, हरेक समस्याको समाधान खोज्न सिकाउँछ। हामीले पढाइलाई किताबका पानामा सीमित नगरी जीवन बुझ्ने एउटा कलाको रूपमा लियौँ भने यसले हाम्रो दृष्टिकोणलाई पूर्ण रूपमा बदलिदिन्छ। र म अर्को भिडियोमा नेपालमा पढाइ किन जटिल र बोझिलो बन्दैछ भन्ने विषयमा कुरा गर्नेछु। र अहिलेको लागि चाहिँ यो भिडियो यति नै। हेर्दै गर्नुहोस्, तपाईहरुलाई काम लाग्ने कुरा म सेयर गर्दै जानेछु। धन्यवाद।